धेरै दिनपछिको व्यस्तता र कोलाहलपछि आज हामी आमायाङ्ग्री जाँदैछौँ। आमायाङ्ग्री काठमाडौँबाट नजिकै रहेको एक रमणीय स्थल हो, जहाँ जानको लागि हामीलाई 1 रात र 2 दिन लाग्ने रहेको छ। हेलो, गुड मर्निङ गाइज। हेलो गाइज, आज हामी आमायाङ्ग्री जाँदैछौँ, 2 जना मात्रै। हामी घरबाट निस्क्यौँ। अब यहाँबाट अराउन्ड 6 घन्टा जस्तो लाग्छ होला है हामीलाई आमायाङ्ग्रीसम्म पुग्नको लागि। हेलो निकित। हेलो। हामी कहाँ आइपुग्यो अहिले? हामी अब ठ्याक्कै साकोबाट माथि जाँदैछौँ। साकोबाट लगभग 1 किलोमिटर जस्तो माथि आइपुग्यो हामी। यो स्पट चाहिँ यो रुट टु फलो बेस्ट स्पट हो। मान्छेले नचिन्ला यार तिमीलाई। तिम्रो नाम भन्दैन? हजुर, तिम्रो नाम? मेरो नाम निकित। म चाहिँ सुशील खरेल हो है। आज 2 जनाको टोली। आज 2 जना मात्रै जाँदैछ हामी आमायाङ्ग्री। हाम्रो यो मैले सोचेको थिइनँ आज गइन्छ हैन। बाटो पनि राम्रो चल्छ होइन। सब ठिक छ यार। आजको जर्नीको दिन चाहिँ निकित हो। मैले एक्सपेक्ट नै गरेको थिइनँ आज आमायाङ्ग्री गइन्छ भनेर। राति फेरि 10 बजे कन्फर्म भयो नि त हाम्रो। राति 10 बजे कन्फर्म भयो। ठिक छ ल, त्यति भयो भने बताउँछु। ल गाइस, हामी दर्शन पाउ आइपुगेको छौँ। अब हामी एकछिन बाइक रोकेर टी ब्रेक गर्नेछौँ। चिया खाँदैछौँ। यहाँ यसो भ्यू हेरेर, भ्यूको राम्रो ल्यान्डस्केप देखेको छ यहाँनिर। निकित दङ्ग परेको छ सुशील दाइसँग घुम्न पाएर। हो कि सुशील दाइ चाहिँ दङ्ग परेको अङ्कितसँग घुम्न पाएर हो निकित? जिस हामी 2जना दङ्ग छौँ होइन। ल चिया छ हाम्रो यहाँ, ट्याक्क चिया छ यहाँ, बिस्कुट छ। So guys, morning cheers for everyone. टी एन्ड बिस्किट विथ दिस ब्युटिफुल भ्यू। वेदर अझै क्लियर भयो भने चाहिँ बवाल देखिन्थ्यो, तर अलिकति धुम्म छ। अस्ति अस्तिको हेरेको त त्यति हो। तर हामीले एक्सपेक्ट गरे भन्दा धेरै क्लियर छ है। हामीले यति एक्सपेक्ट चाहिँ गरेका थिएनौँ। त्यसलाई कस्तो चिया? चिया चिनी अलिक कम खान्छु म। तिमीलाई त चिनी नपुग्ला, मलाई चाहिँ एकदम ठिक छ। मलाई तना भने पनि भयो चिनी बोकेको छ नि मैले आज। गाइस, हामी पनौती आइपुगेका छौँ। अब हामी हाम्रो ब्रेकफास्ट गर्दैछौँ, चना, आलु, अन्डा। अब हामी एकछिन यहाँ बसेर चाहिँ एकछिन खोलातिर जान्छौँ, मेलम्चीतिर। किन हाँस्छ भाइ? किन हाँस्छ? मैले हाँस्दै पारा दिएँ है। मान्छे कमेडी तपाईँ। हेलो गाइस, हामी मेलम्चीमा छौँ अहिले। खोला बगिरहेको छ यहाँ मजाले। अब हामी एकछिन यहाँ बस्छौँ 10-15 मिनट जस्तो। गाइज, हामी मेलम्ची बजारबाट अगाडि बढिसक्यो। अब हाम्रो गन्तव्य भनेको तार्के घाङ होइन। तार्के घाङबाट चाहिँ हामी लन्च खान्छौँ। गाई एकछिन बसेर त्यसपछि त्यसका लाग्छ। अब यहाँको सायद 3 देखि 4 घन्टा जस्तो लाग्छ।
लगभग 4 घन्टामा हामी तारकै ग्याङ पुग्छौँ होला। भीषण बाढी आएको थियो। यो बाढीले समय घर ध्वस्त पार्यो र धेरै मानिसको पनि ज्यान गएको थियो र साथै मेलम्ची खानेपानी, आइजोना र अन्य पूर्वाधारमा ठुलो क्षति पुगेको थियो। यो सबै दृश्यको भिडियोहरू तपाईँहरूले देख्न सक्नु। बाटो चाहिँ एकदमै अफरोड रहेको छ साथीहरू। सकेसम्म गाडीमै आउँदा राम्रो हुन्छ यो बाटो चाहिँ। बाइकमा स्कुटरमा चाहिँ एकदमै गाह्रो बाटो रहेको छ यो। हाम्रो टी ब्रेकको कार्यक्रम भएको छ। अब एकछिन हामी यतै बस्छौँ, चिया खाएर हामी हाम्रो फेरि गन्तव्यतिर अगाडि बढ्छौँ। हामी तारकै आइपुग्यो। माथि रुम खाली छैन भन्ने कुरा हो। होटल तारकै ग्याङमा रुम पाइएन। अब हामी अरू ठाउँमा खोज्न जाँदैछौँ रुम। यहाँ आउँदा चाहिँ अगाडि नै बुकिङ गराउनु पर्ने रहेछ, नत्र रुम पाइएला पाउन चाहिँ अगाडि नै बुकिङ गरायो भने चाहिँ सजिलो। आजको हाम्रो घर भनेको यही हो। आज हामी यहाँ बस्छौँ। मेरो रुम यही हो। निन लागेको सुत्छ अगाडि। बाई। हेलो गाइस, हामी तारकै ग्याङको होमस्टेमा छौँ। यहाँ निकितलाई टेन्सन भइसक्यो। यहाँ खै कोसँग गफ नपाएर ब्रेकअप ल्यान्डर भइसक्यो। त्यही त भयो चाहिँ के गर्ने यार। बल्ल तल्ल पट्टाएको अब के गर्छ त यार अब, होइन? नेटवर्कै चल्दैन। यो हाम्रो तारकै ग्याङको होमस्टे पानी ताप्दैछ। यहाँ स्पेसल 3 पानी, अरूले 1 पानी खान्छ, हामी 3 पानी खान्छ। खासै जाडो छैन, ठिकै छ। जाडो भन्नु मिल्दैन होला। जाडो छ, ठिक छ, रमाइलो।
आज हामी दाइको घरमा बस्दैछौँ होमस्टे दाइको शुभ नाम के पर्यो दाइ सङ्कल्प तपाईँलाई एकदमै धन्यवाद हामीलाई बास दिन भएकोमा चाहिँ हजुर ठिक छ दाइ रमाइलो यही त हो नि आफ्नै घरमा बसी आज के भन्छ होटल र होमस्टेको अलिक फरक नै छ होमस्टे भनेको यस्तै आफ्नै परिवार जस्तै परिवार त्यही त एउटै चुलोमा खाने होइन त्यही त हो नि त्यही त बिहान हामी 2 बजी निस्क्यो भने त भ्याउँछ होला होइन छिटो हुन्छ त्यस्तै 3 बजीतिर जाँदा ठिकै 3-4 बजीतिर जाँदा बाइकमा जानु चाहिँ हिँडेर हिँड्दै जाने ए 3:30 तिर ठिकै हो 3:30 12 बजे 11 बजे है 12 बजे यहाँ पुगेको बडो कामबाट ढुकी पनि स्ट्याब हुँदैछ हामी 12 बजी निस्केको हो र हामी बिहान 8 बजे भनेपछि यहीँ बस्नु होला हामी दुईजना हामीसँग बस्ने भनेको तपाईँहरू या शुभ नाम तपाईँहरूको मेरो चाहिँ सुशील पारे कति आइपुग्नु कति आउनुभएको त्यहाँबाट चाहिँ ढिलो निस्किनु भएको छ मात्रै हो अल्टर बिहानै निस्क्यो 8 बजी निस्केको 12 बजे अनि यार खोज्नु होटल खरा थाहा छैन बिहान यो किम्ची बनाएर आइसक्छु ल अहिले नै हाल्ने कि हजुर अहिले अहिले म त हाल्छु उम्लेर उमालेर हाल्यो Ya, estamos bien. मलाई नै भोलि बाह्र बस्दिन जस्तो लाग्छ काम जानु सक्दैन होइन म भविष्यमा त्यही छ प्लान मेरो पनि त्यस्तै छ तर अलिकति आफ्नो व्यवस्था मिलाउँ अनि त्यसपछि त्यो भनेको 50 पछि त्यही चिल लाइफ स्ट्रेस पनि हुँदैन दुनियाँको लाग्यो अब 15 वर्षपछि त्यसको लागि पहिला इन्स्टाग्राम फेसबुक सब हटाउने त्यो भने बाहिर दुनियाँ के छ त्यो नहेर्ने एउटा राम्रो त्यस्तो पार्टनर नै चाहियो टेस्टमा होइन चाहिँ के भन्छ नहेर्ने मलाई लागेसम्म हाम्रो लाइफबाट सोसियल मिडिया कट अफ गऱ्यो भने हाम्रो लाइफ यतिकै राम्रो हुन्छ है त्यो यतिकै राम्रो हुन्छ अनि एउटा राम्रो लाइफ पार्टनर पनि चाहिन्छ आफूले मात्रै भन्नु भएन नि त बुझ्यो नि त्यसको मेरो दुईटा छोरा हो एउटा छोरा एउटा छोरी भएपछि बुढो भयो जस्तो लाग्छ 26 वर्षमा बिहे गरेँ मैले लाइफ 26 हामी बच्चा जम्मा आफैले अनि आफ्नो छोरा बच्चा अहिले त्यहाँनिर खेत खन्ने हो क्या डिपार्टमेन्ट छोटो खास कन्सेप्ट थियो नि त पहिला धेरै बच्चा स्टेट माइन्ड एउटा घाँस एउटा खाना भात बनाउँछ 그래서 엄마도 좀 기났어. 조금 나겠지? 나 한번 토마토 있잖아. डाल दाल छ मलाई अहिले दाल पिउने मान्छे पनि फेरि 오빠. अनि हजुरले यहाँ होमस्टे गर्दाखेरि दर्ता गर्नुपर्छ कि यतिकै नर्मली काम हुन्छ होमस्टे र दर्ता गर्नु पर्छ है पैसा पनि तिर्नुपर्छ पैसा पर्दैन। के भयो भाइ
हामी रेडी भयौँ है बिहान कति 4 बजीको छ 4 बजी होइन के अरे 4 बज्न 3 बज्यो अब हामी निस्किन्छौँ 6 बजीसम्म त पुगेला नि होइन कति बज्यो 5 बजेको छ हामी मर्निङ टी खाँदैछौँ निकै त्यहाँ चिया हाल्दैछ फाइनली हामी आम्याङ्ग्री आइपुगेको छौँ झन्डाला भयो नि त भइरहेको ल भइहाल्यो एउटा भिडियो बनाइदियो भइहाल्यो झन्डालाई धन्यवाद यतिकैमा आजको हाम्रो आम्याङ्ग्रीको
पदयात्रा यतिकैमा सकिएको छ। अब हजुरहरूसँग अब अर्को ब्लगमा फेरि भेटौँला। ओके, बाई, सी यू।